वेलकम टु ब्याक गाइड्स। फेरि पनि स्वागत छ। सन्चै हुनुहुन्छ होला आशा गर्दछु र म पनि सन्चै छु र मेरो ब्लगिङ तपाईहरुलाई कस्तो लाग्छ लाइक शेयर अनि कमेन्ट गर्न नभुलिदिनु होला। अनि ल फेरि पनि म अर्को ब्लगिङ लिएर आइसकेको छु। आजको दिन सरस्वती पूजा र हाम्रो स्कुलको भ्यू र हाम्रो स्कुल तपाईलाई देखाउने छु र त्यसपछि म फेरि देखाउने छु भाइरल भएको छ अहिले टिकटकमा मिनी बोराबान बुढी खोला र म त्यसको पनि भिडियो तपाईलाई देखाउने नै छु र म लोकेसन पनि तपाईहरुलाई दिने छु र कस्तो मेरो भिडियो लाग्छ स्किप नगरिकन हेरिदिनु होला। लेट्स गो गाइज। तो चलिए शुरू करते हैं। हामी चाहिँ घरतर्फबाट निस्किसक्यौं। हामीले सर्वप्रथम जाने छ स्कुल सरस्वती पूजाको लागि र छोरोले चाहिँ हाई गर्दै छ, देख्न सक्नुहुँदैछ तपाईहरु। हामी चाहिँ स्कुल आइपुग्यौं र भाइ र अंकल चाहिँ यहाँ बुनिया छाक्नु हुँदैछ सरस्वती पूजाको लागि। र मैले चाहिँ बाहिरैबाट दर्शन गरिसके र लक्ष्मीमावि स्कुल यो चाहिँ तपाईहरु देख्न सक्नुभएको यो चाहिँ नौतले धरहरा। छोरो चाहिँ यहाँ चिप्लेटी खेल्दैछ, देख्न सक्नुहुँदैछ। सरस्वती माताको दर्शन गर्नका लागि तपाईहरु देख्न सक्नुहुँदैछ विद्यार्थीहरु यहाँ प्रार्थनाको लागि लाइनमा बसिरहेछन्। सो फाइनली गाइज म तपाईहरुलाई देखाइसके अगाडिको क्लिप र अब चाहिँ हामी जाने छौ मिनी बोराबान जुन कि अहिले टिकटकमा धेरै नै भाइरल छ। त्यो हाम्रो घरदेखि नजिकै छ र त्यो भिडियो म तपाईहरुलाई देखाउने छु। त्यो ठाउँ भनेको बुढी गंगा र सुनसरीको ठिक्क बिचमा पर्छ जुन खोला चाहिँ हो बुढी खोला र म चाहिँ त्यहाँको भिडियो तपाईहरुलाई देखाउने छु। ल अब चाहिँ म सुरु गरे तपाईहरुलाई कहाँ छ बुढी खोला त्यसको लोकेसन म दिदै छु गाइज, देख्न सक्नुहुँदैछ। म र भाइ बाइकमा छौं। त्यसपछि हामी कोइलपुर आइपुग्छौं र कोइलपुरको बाटो सिधै पश्चिम खनारतर्फ जाने बाटो हामीलाई लाग्नुपर्छ दायाँ बायाँ नछोडिकन। नरको छेउमा देख्न सक्नुहुन्छ प्रहरी बिट र हामीलाई ग्राइबेल बाटो सिधै समातेर जानुपर्ने छ पश्चिम खनारतर्फ र तपाईहरु देख्न सक्नुहुँदैछ यहाँ बोर्ड। र फाइनली गाइज हामी चाहिँ आइपुग्यौं। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी।
सक्नुहुँदैछ तपाईहरु सरस्वती पूजाको दिन कति मान्छेहरुको भिड रहेको छ र त्यसैगरी म पनि आफ्नै तारामा हिँडिरहेको छु देख्न सक्नुहुँदैछ। र तपाईहरु देख्न सक्नुहुँदैछ आजको दृश्य मान्छेहरुको घुइँचो त्यति नै रहेको छ। ये सब क्या देखना पड़ रहा है? अनि तपाईहरुलाई कस्तो लाग्यो मेरो भिडियो लाइक शेयर कमेन्ट गरिदिन नभुल्नु होला। थ्यांक यू।